यता हेर्नुहोस् त हजुरलाई कस्तो फिल भइरहेछ हजुरलाई सेम हियर हजुरलाई कस्तो फिल भइरहेछ भएको छ लास्टमा बसेर यता हेर्नुहोस् हजुरलाई कस्तो फिल भइरहेछ घुम्न जान पाउँदा गुड बर्थडेमा बालु सर हेर्नुहोस् त क्लासमा बसेर कस्तो बालु सर हो र नेपाली सर कहाँ एक्लै जस्तो हेलो कस्तो फिल भइरहेछ पुग्न लाग्यो सर फिलिङ एक्साइटेड बुझ्नुलाई यो आदत हुन्छ हाम्रो नास्ता ब्रेक एउटा सिटमा मिटिङ चाल्छ गाइस भोमिट हुने जस्तो भइरहेछ हजुरलाई यता नास्ता आइसक्यो स्न्याक्स टाइम केही देखेको छैन अँध्यारोमा हजुर बाटो सम्झिनुहोस् भोलि झरेर जाने हो हिँडेर कहाँ गाडी ल किनिदियो हजुरलाई के किनिदिने अरे ल किनिदे के यहाँ गोठमा हेर्न भैँसी दाजु हुँदो रहेछ टिप्नु न कन्टेन्ट क्रिएटर हेलो बाख्राजी बाख्री हजुर हेलो कस्तो हेरे हजुर हामी चाहिँ घुम्न जाँदै गुफा हेर्न हुन्डीकोट हियर वी आर हुनीकोट सरी तर घुम्न आएको वेदर यस्तो छ पानी परेर छता ओर्दै हामीले खेतीपाती गर्दा गाउँमा जन्मेको भर्सेस यता हेर्नुहोस् सहरी सहरी हामी सहरमा हामीलाई थाहै छैन भित्रको गुफामा जाँदै हुनुहुन्छ हजुर जान चाहनुहुन्छ कि जान चाहनुहुन्न भारी यादैले बिसाउने भारी बिसा के गरे ए थाहा रहेछ अब त्यही ब्याग बोक्दै बस्नु हजुरले पनि दिनु ल्याउनु होइन मिस तर चाहिँ मिस ब्याग दिनु के सरलाई बिचरा कता कता पैसा छ होला त्यहाँ म लिन्न अघि नखाँदै आउनुहुन्थ्यो खाएर अघि न यस्तो थाहा भयो त हजुर पार्वती मिस ल्याउनु मोबाइल राख्नु न सानो छ भाइ पट्ला ल्याउनु हातमा लड्केर खसी पनि झा हुन्छ यस्तरी जाने हुन्छ कि खिच्दै आउनुहुन्छ तपाईँ खिच्दिनँ नआउने टिचर ए यस्तो रहेछ न यहाँ यस्तो बोका मलाई मन्दिरहरू कस्तो छ त मन्दिर त तल भित्र हो ए जानु भएन भित्र तल जान त सकिएन अलि तल भित्र खोज्नु के हो यस्तो के गरे नाम मिस बेडुला फोकेर खाने गरे होइन मर्न त मरिन्न बेडुला गरे
खाने हिजो बाटा बाटा त्यो फुल पनि खाने के मोरी नगेर के हुन्छ र खाएर सागपात भने जे पनि खाने हिजो सुज लेस ले म बान्दिनँ त्यो कस्तो त्यो केटीलाई भए कस्तो फर्काउने के गरे फेरि भन्नु त के गरे भन्नु त फेरि केही होइन अब कामै त्यही हो त केटाकेटीलाई थर्काउने अब अरू काम भएको भए अब आफ्नो काम गर्न पर्यो नि राम्रोसँग काम त्यही हो यो खाने यो अझै लेख्नु न अनि मैले जुठाल्छु खानु के यो डल्लो एउटा खानु लप्सी त हो नि लप्सीको मात्रा हो के हेलो हेलो मोबाइल किसिम सिसी अनि अरू हाम्रो बिन्दा मिसलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला धन्यवाद कुर्सीमा थके मारे थके मारे हो के फेरि कस्तो खतरा भयो गर्नु ओ सरहरु भ्यू टावर आउनु भ्यू टावर पेटले मे आगे भन्छ फेरि लुक एट द भ्यू अझै यो क्लियर भएको भए कस्तो राम्रो देख्थ्यो होइन अलि माथि गर न टाउको हजुर भन्नु न बस्नु है हुन्छ अब ल फेरि आउँदै गर्नु हुन्छ हस् बस्नु है लाइ भ्यायो र रमाइलो भयो मिस एकदमै रमाइलो भयो ल बस्नु है बजे फेरि फेरि आउँदै हुन्छ गर्नु हस् हुन्छ हस् जन्ती ए खोइ यति थोरै है थोरै है अह